इफ यु आर अल्सो प्रिपेयरिङ फर द क्लास 11 को सामाजिक अध्ययन अथवा सोसल स्टडिजको लागि अनि तपाईँहरू सोसल स्टडिजलाई लिएर एकदम चिन्तित हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ मैले यो भिडियोलाई प्रिपेयर गरेको छु। भिडियोमा चाहिँ वान सर्ट भिडियो हुनेछ र सबै लेसनहरूबाट कहाँबाट लङ क्वेसन र कहाँबाट सर्ट क्वेसन गरेर हामीले चाहिँ आजको भिडियोमा 75 मार्क्समा 75 मार्क्स नै कभर गर्ने तरिकाले हेर्नेछौँ। र त्योभन्दा पहिला चाहिँ तपाईँहरूले ग्रेड अथवा तालिका बुझ्न एकदमै जरुरत छ। तपाईँहरूको 1 देखि 3 युनिटसम्म आउने भनेको भेरी सर्ट क्वेसन 4 वटा 4 मार्क्स क्यारी गर्छ र सर्ट क्वेसन एउटा आउने हो 5 मार्क्स क्यारी गर्छ र 1 देखि 3 बाट नै एउटा लङ क्वेसन आउने हो र त्यसपछि 4 देखि 7 नम्बरसम्ममा दुईटा आउने हो लङ सर्ट भेरी सर्ट क्वेसन अनि एउटा सर्ट क्वेसन चाहिँ 4 वटा आउने हो भनेपछि 4 5 छ 25 मार्क्सको चाहिँ यहीँबाट आउने हो हैन। अनि त्यसपछि लङ क्वेसन चाहिँ एउटा आउने हो 8 मार्क्सको चाहिँ तपाईँहरूको यहाँबाट आउने हो अनि यहाँ चाहिँ 5 मार्क्सको एउटा सर्ट क्वेसन आउने हो लेसन युनिट 8 बाट 11 सम्म। त्यसपछि यहाँ रहेको छ 3 नम्बर भनेपछि 3 5 छ 15 15 मार्क्सको चाहिँ यहीँबाट आउने हो अनि 1 मार्क्स भनेपछि 8 मार्क्सको र 5 15 1 गरेर 28 मार्क्सको चाहिँ यो यहाँबाट आउने हो। सबभन्दा धेरै चाहिँ तपाईँको लेसन 4 देखि 7 सम्म आउँछ भने लेसन 4 देखि 7 सम्म मानव समाजको विकास र भूगोल, सामाजिक जीवनशैली, विश्वको इतिहास, सामाजिक पहिचान जस्ता विषयहरू रहेका छन्। आजको यस भिडियोमा चाहिँ हामी त्यस्तै विषयलाई लिएर छलफल गर्नेछौँ र तपाईँहरूले यो भिडियो चाहिँ फुलसम्म हेर्नु होला र यो भिडियो इफ लङ भयो भने टिकटकमा पोस्ट भएको युट्युबमा गएर पनि हेर्नु होला। 10 मिनेटभन्दा बढी मिनेटको भिडियो भयो भने युट्युबमा पनि हाल्ने छु। तपाईँहरूले चाहिँ विषय क्षेत्र र विषय वस्तुबाट नै बुझाउँ मैले तपाईँहरूको मैले अघि भनेअनुसार 1 2 3 4 बाट यो एउटा लङ क्वेसन आउने हो। त्योभन्दा पहिला चाहिँ म तपाईँहरूलाई यो सबै विषय वस्तु राम्रोसँग बुझाउँ। हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 1 अथवा लेसन युनिट 1 अथवा लेसन 1 जे भने पनि सामाजिक तथा जीवन उपयोगी शिक्षाको अवधारणा। सामाजिक शिक्षा भनेको समाजमा रहेका मानिसहरूले पाउने शिक्षा हो भनेर लेख्नुपर्छ। यस अन्तर्गत के पर्छ तपाईँको भन्दाखेरि सामाजिक अध्ययन तथा जीवन उपयोगी सिपको अर्थ के रहेको छ भनेर भन्ने। सामाजिक अध्ययन भनेको समाजमा रहेका मानिसहरूको बारेमा पढ्ने र समाजलाई कसरी अवलोकन गर्ने हो भन्ने बारेमा पढ्ने ज्ञानलाई नै सामाजिक ज्ञान भनिन्छ भने जीवन उपयोगी सिप भनेको जीवनको कुनै पनि कालखण्डमा केही पनि समस्या आइपरे त्यसलाई कुनै पनि कस्तो पनि चुनौती आइपर्दाखेरि हामीले समाधान गर्न सक्ने सिपलाई नै जीवन उपयोगी सिप भनिन्छ भनेर लेख्न सक्नु पर्यो हैन त। अनि अर्को कस्तो खाले आउँछ भने सामाजिक अध्ययन र सामाजिक शिक्षा र सामाजिक विज्ञानको भिन्नता छुटाउनुहोस् र अन्तर्सम्बन्ध लेख्नुहोस् भनेर आउँछ। सामाजिक अध्ययन भनेको त मैले अघि भनिसकेँ मानविक प्राणीलाई मानिसलाई सामाजिक प्राणीमा रूपान्तरण गर्ने अध्ययन अथवा अध्यावनी नै सामाजिक अध्ययन हो भने सामाजिक शिक्षा भनेको समाजमा रहन पहन गर्ने समाजको बारेमा पढ्ने र समाजको बारेमा विश्लेषण गर्ने खालको शिक्षा नै सामाजिक शिक्षा हो। र सामाजिक विज्ञान भनेको कुनै पनि समाजका क्षेत्रबारे ज्ञान लिनु र त्यसको राम्रो अवलोकन गर्नुलाई नै सामाजिक विज्ञान भनिन्छ अथवा समाजलाई साइन्सको तर्फबाट हेर्ने ज्ञानलाई नै सामाजिक विज्ञान भनिन्छ भनेर लेख्न सकिन्छ। यिनीहरू तीनजनाको अन्तर्सम्बन्ध भनेको कसरी समाजलाई राम्रो र उन्मुख बनाउन सकिन्छ भन्ने बारेमा हो। र अर्को कस्तो खाले आउँछ भने सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा भन्ने खाले आउँछ। यो यहाँबाट हेरेर भनिरहेको छु हेर्न सक्नुहुन्छ। सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा भनेको कस्तो अवधारणाहरू व्यक्त गर्छन् त भन्ने बारेमा हामीहरूले छलफल गर्नुपर्ने हुन्छ। त्यस अन्तर्गत लगेर हामीले 1 नम्बरको लेसनबाट यति मैले भने जति नै बुझ्नुभयो भने क्वेसन जताबाट पनि घुमाएर आयो भने तपाईँहरूले लेख्न सक्नुहुन्छ। अब हामी लेसन 2 मा गएका छौँ। युनिट 2 मा जीवनोपयोगी सिपको रूपमा डिजिटल सिप भनेर यहाँ लेखिएको छ। यसमा रहेको छ कम्प्युटर र प्रिन्टरको प्रयोग यो त तपाईँहरूले लेख्न सक्नुहुन्छ। दैनिक तथा व्यावसायिक जीवनमा आवश्यक डिजिटल सिपहरू भनेको कसरी हामीले अनलाइन व्यापारहरू चलाइरहेका छौँ दैनिक जीवनमा कसरी फेसबुकबाट हामीले इन्फर्मेसन पाउन सक्छौँ यस्ता सोसल मिडियाहरूबाट भनेर लेख्न सक्नुहुन्छ। सञ्चार एप्लिकेसनहरूको प्रयोग, ब्राउजरको प्रयोग, इन्टरनेटसँग सम्पर्क स्थापना कसरी गर्न सकिन्छ भनेको यो तपाईँहरूको लागि अहिलेको यो तपाईँहरू जति पनि यङ जेनेरेसन हुनुहुन्छ अहिले त हामीहरूले इन्टरनेटको बारेमा जति पनि ज्ञान छ त्यो सबै हामीले यहाँ मौलिक लेख्न सकिन्छ। यो पनि मैले भन्नु परेन। अनलाइन पेमेन्ट
एकाउन्ट तयारी र प्रयोग भनेको अनलाइन पेमेन्ट गर्दा के कस्ता चुनौतीहरू आउन सक्छन् र हामीले ती चुनौतीहरूलाई कसरी गर्न सकिन्छ र हामीले के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा हो। यसमा डिजिटल एप्लिकेसनको प्रयोग गरी घर, कार्यालय, अस्पताल, यातायात सेवा लिन सक्ने सिप भनेको कसरी हामीले डिजिटल एप्लिकेसनको प्रयोग गरेर अहिले अनलाइन सर्भिसहरू लिन सक्छौँ त, र यसमा आएका समस्याहरू र यसले हामीलाई पारेको सहजता कस्तो रूपमा पारिरहेको छ भनेर लेख्न सकिन्छ। अनि इन्टरनेटको प्रयोगबाट सूचना सङ्कलन, अध्ययन, सामग्रीको खोजी र प्रयोग हामीले कसरी के गर्नुपर्छ र यहाँ भनेको कपिराइटको बारेमा पनि अलिकति लेख्दा राम्रो भयो। किन अनि तपाईँहरूले यो अनलाइन कपिराइटको बारेमा अथवा बौद्धिक चोरी गर्न बढिरहेको छ भनेर लेख्न सक्नुहुन्छ। यो पनि भयो होइन। अब तपाईँहरूलाई म अर्को लेसनमा लिएर जाँदैछु। जीवनोपयोगी सिप भनेको अब जीवनोपयोगी सिप हाम्रो 1 नम्बरको पनि भयो र दोस्रो नम्बरको पनि भयो। तेस्रो नम्बरमा रहेको छ जीवनोपयोगी सिप। जीवनोपयोगी सिप भनेको कस्तो हो भन्दाखेरि जीवनको कुनै पनि कालखण्डमा जस्तोसुकै समस्या अथवा जस्तोसुकै केही आए पनि गर्न सकिने अथवा कुनै पनि समयमा हामीले त्यस सिपलाई बेचेर त्यस सिपको सहयोगबाट हाम्रो जीवनयापन गर्न सकिन्छ भने त्यस्तो खालको सिपलाई नै जीवनोपयोगी सिप भनिन्छ। जीवनोपयोगी सिप भन्नाले खाना पकाउने सिप, बोल्न जान्ने सिप। खाना पकायो भने पनि त्यसले हामीलाई धेरै सहयोग गर्छ होइन त। त्यो घरै मात्र राख्नु परेन नि त। त्यो भनेको हामीले बोल्ड बनाउन सक्यो आफ्नो जीवनशैलीलाई, त्यो भन्न खोजेको है। यो पनि बुझ्नुभयो होला तपाईँहरूले। अनि मानव समाजको उद्भव र विकास भनेको छ, यहाँ हेर्न सक्नुहुन्छ। यो यसमा के भनिएको छ भन्दाखेरि मानव जातिको उद्भव र मानव समाजको विकास क्रम भनेको हामीहरूले विकास क्रमको बारेमा लेख्नुपर्छ। ढुङ्गे युग कसरी भयो होइन, त्यस्तो बारेमा लेख्ने हो। ढुङ्गे युगको जीवनको बारेमा लेख्नु भनेको छ। यसमा भनेको ढुङ्गे युगमा हामीले हाम्रो पुर्खाहरूले कसो गरेका थिए, ढुङ्गाको औजारहरू बनाएर शिकार गर्थे, त्यस्तो लेख्नु पर्यो। कृषि युगको सुरुवात कसरी भएको थियो र कृषि युगमा कस्ता विकास भएका थिए, कृषिको विकास भएको थियो भनेर लेख्नु पर्यो। अनि पुँजीवादी युग र औद्योगिक युग, विश्व र त्यसको प्रभाव भनेको पुँजीवादी युगमा र औद्योगिक युग भनेको कस्तो थियो भनेको एकदम बोल्ड, अहिले एकदम विकसित भएको युग भनेर पनि चिनिन्छ, तपाईँहरूले थाहा नै होला। यो पनि लेख्न सक्नुहुन्छ। भनेको पुँजीवादी युगमा पैसाको उत्खनन गरेर पैसालाई प्रयोगमा ल्याइयो। अनि औद्योगिक क्षेत्रहरूको विकास भयो, औद्योगिक क्षेत्रहरूमा हामी धेरै अघि बढ्न सक्यौँ भनेर लेख्न सकिन्छ। वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार भनेको वर्तमान विश्व परिवेश कस्तो छ भन्दाखेरि वर्तमान विश्व परिवेश भनेको आधुनिक युग हो। आधुनिक युगमा यस्तो इन्टरनेटको जमाना छ भनेर लेख्न सक्नुहुन्छ भने यो पनि हाम्रो 4 नम्बरको भइसकेको छ। यति 4वटाबाट एउटा लङ क्वेसन आउने हो। यो एउटा लङ क्वेसन चाहिँ तपाईँहरूको इजी आउँछ है, तपाईँहरूले इजी तरिकाले लेख्न सक्नुहुन्छ। अब अर्को 5 नम्बरमा रहेको छ भूगोल सामाजिक जीवन। विश्वको भौगोलिक चिनारी र विश्वको मानव चित्रमा नेपाल कतिको एल्टिट्युडमा पर्छ, नेपालमा कस्ता भौगोलिक क्षेत्रहरू रहेका छन्, नेपाल कतिको हाइटमा रहन्छ, यस्तो कुराहरू तपाईँहरूले सामान्य ज्ञान लिएर जानुभयो भने तपाईँले आफै पनि बनाएर लेख्न सक्ने यो विषयवस्तु रहेको छ। अर्थतन्त्र कस्तो रहेको छ, जीवनोपार्जन कसरी गरिरहेका छन्, क्षेत्रीय र प्रादेशिक अन्तर्सम्बन्ध कस्तो रहेको छ, पहुँच र सहजता कतिको छ त त्यो क्षेत्रमा भनेर लेख्न सक्नुहुन्छ। भौगोलिक स्थिति कस्तो छ, जनसाङ्ख्यिक स्थिति कस्तो छ, आर्थिक स्थिति कस्तो छ। अब जस्तै पोखराको बारेमा लेख्नु पर्यो, म पोखराबाट हुँ भने पोखरा यो हाम्रो कस्तो भौगोलिक क्षेत्रमा पर्छ, यहाँ हिमाल पहाड कस्तो छन्, हाम्रो प्रदेश कुन प्रदेश हो, यस्तो बारेमा लेख्थ्यो भने तपाईँहरूले मजाले अलिकति ज्ञान लिएर जानुभयो भने सामाजिक तथा सांस्कृतिक कस्तो सामाजिक ज्ञान छ, कस्तो सामाजिक क्षेत्रहरू छन्, सांस्कृतिक कस्तो पहिचान छ भनेर लेख्न सकिन्छ। अलिकति हल्का फुल्का ज्ञान भयो भने मजाले राम्रोसँग क्वेसन पेल्न सकिन्छ, राम्रोसँग लेख्न सकिन्छ। यो पनि तपाईँको भयो, यो पनि भयो। मैले 5 नम्बरको पनि टिक लाएँ है, तपाईँहरूले बुझ्नुभयो होला। यो सो भिडियो लङ भयो भने युट्युबतिर आएर हेर्नु होला, त्यो गर्दाखेरि सहज हुनेछ। 10 मिनटको भिडियो टिकटकमा नै अपलोड हुनेछ। अनि अर्को रहेको छ 6 नम्बर सबैलाई गाह्रो लाग्ने विश्व इतिहासको बारेमा। विश्व इतिहासको बारेमा के पढ्नुपर्छ त भन्दाखेरि विश्वको इतिहास के र इतिहास भनेको के हो भनेर छोटो डेफिनेसन दिनु होला। इतिहास भनेको हामीलाई चिनाउने कुरा हो भनेर लेख्न सकि नै हाल्नुहुन्छ। अनि विश्व इतिहासको लेखको सुरुवात र इतिहासको लेखका मूल प्राविधिकहरू के रहेका छन् भनेर लेख्न सक्नुहुन्छ। मध्यकालीन इतिहास आर्थिक कुन कालमा कस्ता आर्थिक तथा भौगोलिक राम्रा क्षेत्रहरूमा के भएका थिए, लिच्छवी काललाई किन स्वर्ण युग भनिन्छ, अनि त्यस्ता मल्लकाल, त्यस्तो पनि हाम्रो नेपालको इतिहास हेर्ने भए त्यो पनि अलिकति राम्रो छ, अलिकति इम्पोर्टेन्ट रहेको छ यो टपिकमा। भने तपाईँहरूको एसियाली आर्थिक सङ्कुच भनेको तपाईँहरूको एसियालमा कस्तो आर्थिक सङ्कुच रहेको छ, यो पनि तपाईँहरूले आफूले
बुझेर लेख्नु सक्नुपर्छ र तपाईँहरूले बुक हेर्नुहोस् है। यो त वान सर्ट भिडियो, यसमा त मैले फटफट कस्तो कस्तो खालको क्वेसन आउने हो भनेर सबै कन्टेन्ट टपिक बुझाइदिने हो। यति पढेर गएपछि तपाईँले मजाले लेख्न सक्नुहुन्छ। यहीँबाट क्वेसन घुमाएर आउने हो, क्वेसन सिधा आउँदैन तपाईँहरूको लागि, क्वेसन घुमाएरै आउँछ। कहिलेकाहीँ कता क्वेसन सिधा आयो भने लेख्न सक्नुभयो, क्वेसन घुमाएर आयो भने पनि मैले जे भनेको छु त्यसैलाई तपाईँले आफ्नो उत्तर पुस्तिकामा छर्लङ्ग पार्न सक्नुभयो भने मार्क्स काट्ने ठाउँ कतै पनि हुँदैन र तपाईँहरूको प्रेजेन्टेसन कस्तो हुनुपर्छ भनेर मैले अर्को भिडियो बनाउने छु। अर्को रहेको छ औद्योगिक क्रान्ति कारण र प्रभावहरू। औद्योगिक क्रान्ति कस्तो रहेको छ अहिलेको समयमा, यसले पारेको यसको कारणहरू र प्रभाव र यसले कस्तो कस्तो चुनौतीहरू निकालिरहेको छ र यो युरोपेली औद्योगिक क्रान्तिको बारेमा लेख्नु पर्यो। लोकतन्त्रको उदय र विकास भनेको लोकतन्त्र कसरी उदय भएको थियो नेपालमा र कसरी विकास हुँदैछ त, कसरी चुनाव भएको थियो। लोकतन्त्र 2007 साल 2064 साल 2007 सालको जनआन्दोलनको बारेमा आउन सक्छ भने तीन पक्ष सन्धि पनि आउन सक्छ, कहाँ भएको थियो, कस्तो कस्तो भएको थियो भनेर। यो पनि तपाईँहरूले बुझ्नुभएको होला। यो राम्रोसँग हेर्नुलाई विश्व इतिहास धेरैलाई गाह्रो लाग्ने सब्जेक्ट छ भने यसलाई हामीले राम्रोसँग हेर्न सक्यो भने यसले तपाईँलाई कहिले पनि धोका दिँदैन होइन। यहाँबाट एउटा क्वेसन चाहिँ आउँछ जस्तो लाग्छ मलाई जहाँसम्म, तर अहिले चाहिँ स्कुल वाइज फरक फरक क्वेसन भएका कारणले मैले भनेर हुने होइन। बोर्डमा चाहिँ मैले भनेको धेरै जस्तो मिलेको थियो। प्रिभियस भिडियो हेर्नुभयो भने 12को बोर्डमा मैले भनेको चाहिँ ट्याक मिलेको हुनाले धेरै म आफैले पनि राम्रो नम्बर ल्याउन सहज भएको थियो है त। तपाईँको यो पनि भयो सामाजिक अनि विश्व इतिहास। सामाजिक पहिचान र विविधता, तपाईँको यो सामाजिक पहिचान र विविधतामा बहुजातीय बहुसांस्कृतिक, नेपाल बहुजातीय र बहुसांस्कृतिक हो। नेपालमा कसरी धेरै जात धर्म भए पनि मिलिएर बसिरहेका छन्। नेपाल रङ्गीचङ्गी फुलहरू भएको फुलबारी हो। यस्ता मौलिक लेख्ने खाले क्वेसनहरू धेरै आएको देख्छु मैले। यसमा तपाईँहरूले कसरी आफ्नो नेपाल, किन हाम्रो देश बहुजातीय हो, जात प्रथाको अन्त्य छ, जातहरू हाम्रो नेपालमा धेरै जातहरू छन्, कति जात छन्, कति धर्म छन्, कति भाषा बोलिन्छ भनेर लेख्न सक्नुभयो भने, बहुसांस्कृतिक र सामाजिक इतिहास कस्तो छ भनेर लेख्न सक्नुभयो भने मजाले हुन्छ। र तपाईँहरूले सामाजिक भनेको जति मौलिक लेख्न सक्नुहुन्छ मिलाएर र राम्रो प्रेजेन्टेसन दिन सक्नुहुन्छ त्यति नै राम्रो हुने कुरा हो भने तपाईँहरूले सामाजिकमा डराउनु पर्ने त्यस्तो खासै केही पनि छैन। तपाईँहरूको रिक्वेस्टमा बनाएको भिडियो हो र हल्का फुल्का त लाग्ने भयो मेहनत, त्यसको लागि चाहिँ एप्रिसिएट गरेर लाइक गरिदिनु होला भन्न चाहन्छु। र क्वेसन नम्बर युनिट 7 पनि भइएको छ भने युनिट 8मा संविधान नागरिक सचेतना भनेको 2042-43 साल अनि कस्तो नेपाली संविधान कहिले बनेको हो, यस्ता सामान्य ज्ञानहरू लिएर जानु होला। सामाजिकमा खासै भन्नुपर्ने केही पनि छैन, यो तपाईँहरूले हेर्नै पर्ने विषयवस्तु हो। मैले मिल्यो भने यो संविधानको बारेमा मलाई खासै त्यति ज्ञान नभएका कारणले यो राम्रोसँग तपाईँहरूले आफै हेर्नु होला। र नभए म कोर्स कन्टेन्ट पनि यहाँ डिस्क्राइब गरिदिन्छु। नेपाली संविधानको बारेमा लेख्नु होला। संविधानमा नागरिकहरूलाई नागरिक सचेतना कस्तो हुनुपर्छ, संविधानलाई नागरिकले कसरी संविधानलाई पालना गर्नुपर्छ अनि त्यसरी लेख्नु होला। नेपालको संविधान कहिले जारी भएको थियो, नेपालको संविधानमा कस्ता कस्ता धाराहरू छन्, त्यही हो। पढ्नुपर्ने खासै त्यस्तो छैन, तपाईँहरूले एकचोटि हेर्नु होला है। म त्यही भन्न चाहेँ। नेपालको संविधान पनि मैले ठिकै छ है, यो पनि पढ्नु होला भन्न चाहेँ। अनि अर्को रहेको छ तपाईँहरूको बस्ती जनसङ्ख्या र विकास। बस्ती भनेको के हो त, कुनै पनि सामाजिक अथवा केही मूल्य मान्यता मान्ने झुन्ड अथवा कुनै पनि समूह बसोबास गर्दै आएको ठाउँलाई बस्ती भनिन्छ। तपाईँहरू जस्तै अहिलेको कन्टेक्स्टमा हेर्नु भए म एउटा कुरा भन्न चाहेँ, सुकुम्बासी बस्ती भन्ने बित्तिकै के सोच्नुहुन्छ, त्यहाँको मानिसहरू सोच्नुहुन्छ नि होइन र भनेको। अनि त्यस्तै सुकुम्बासी बस्ती कुनै बस्ती होला त्यस्तो बारेमा बोल्नुपर्ने हुन्छ। अनि अहिलेको कोर्स कन्टेक्स्टमा के आउन सक्छ भने सुकुम्बासी बस्ती भन्नाले के बुझिन्छ, सुकुम्बासी भनेका कस्ता व्यक्ति हुन्, नेपाल अथवा आफ्नो देशलाई त्यस्तो के योगदान पुर्याउन सकिन्छ, बस्तीको पहिचान गर्नुहोस्। ग्रामीण र सहरी बस्ती भनेको के हो भनेर आउन सक्छ। यहाँ पनि रहेको रहेछ, ग्रामीण बस्ती भनेको गाउँतिरको र सहरी बस्ती भनेको हाम्रो सिटी एरिया भनेर बुझिन्छ। अनि बस्तीहरूको प्राकृतिक र सामाजिक सेवा बीचको तालिका भनेको सामाजिक र प्राकृतिक भनेको कसरी सामाजिक विविधता हुन्छ, प्राकृतिक विविधता कसरी हुन्छ भनेर लेख्न सकिन्छ। बस्ती विकास कसरी गर्न सकिन्छ, सरकार र प्रादेशिक कसरी मिलेर बस्ती विकास हुन्छ भनेर पनि भन्न सकिन्छ। जनसङ्ख्या वितरणको रूपमा बस्ती विकासलाई कसरी हेर्न सकिन्छ र बस्तीमा जनसङ्ख्याको व्यवस्थापन कसरी गर्न सकिन्छ। जनसङ्ख्या धेरै भयो भने पनि कस्तो नराम्रो इफेक्ट हुन्छ र थोरै भयो पनि कस्तो नराम्रो इफेक्ट हुन्छ भनेर योमा हेर्न सकिन्छ भने यो पनि तपाईँको सजिलो रहेको छ। अनि अर्को रहेको छ अर्थतन्त्र र विकासको बारेमा तपाईँहरूले यसमा पढ्नुपर्छ होइन। अर्थतन्त्र र विकासको नेपालको अर्थतन्त्र कस्तो छ, स्थिर बनाउनको लागि के गर्नुपर्छ, कृषि उद्योग र हाम्रो कस्तो कस्तो क्षेत्रहरूमा
गर्नुपर्छ। रोजगारी बढाउनको लागि के गर्नुपर्छ, मेन सोच्ने भनेको रोजगारीको बारेमा तपाईँहरूले पढेर जानु होला है। रोजगारी अहिलेको समयमा रोजगारीको यस्तो कसरी घटाउन सक्छ, बेरोजगार भएका मानिसहरूलाई रोजगारी कसरी सृजना गर्न सकिन्छ र गरिबी निवारण कसरी गर्न सकिन्छ, हामीले आर्थिक क्षेत्रमा कसरी हामीले माथि उत्रिन सकिन्छ भनेर सोच्छ। आर्थिक र विकास भनेको आर्थिक विकास कसरी गर्न सकिन्छ भनेर नर्मली पनि बुझ्न सक्नुहुन्छ तपाईँहरूले। अनि स्वास्थ्य सेवा र सामाजिक विकासको बारेमा सोध्छ है। यसमा भनेको स्वास्थ्य जीवनशैली कसरी बनाउन सकिन्छ र तपाईँहरूले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य कसरी बढाउन सक्नुहुन्छ, योग तथा ध्यानले कसरी मानिसलाई स्वस्थ बनाउन सकिन्छ, अनि किशोर किशोरी अवस्थामा कसरी स्वस्थ रहन सकिन्छ भन्ने बारेमा हो। तपाईँहरूले यसमा के बुझ्नु पर्यो भने किशोर किशोरी अवस्थामा कसरी स्वस्थ रहन सकिन्छ, स्वस्थ रहने विभिन्न उपायहरू, ध्यान र योगले कसरी स्वस्थ रहन सकिन्छ, समुदायमा कसरी स्वस्थ जीवनशैली वितरण गर्न सकिन्छ, अनि त्यसपछि मितीय जीवनशैली र आर्थिक व्यवस्थापन कसरी गर्न सकिन्छ, अनि त्यसपछि नेपालको समुदायमा स्वस्थ जीवनशैलीका लागि के कस्ता योगदानहरू नेपाल सरकारले पुर्याउन सक्छ र हामी अलिकति शिक्षित भयौँ भने हाम्रो समुदायमा हामीले मानिसलाई स्वस्थ बनाउनको लागि के काम गर्न सकिन्छ भन्ने बारेमा हो। यो चाहिँ तपाईँहरूले, मैले अरू सबै राम्रोसँग डिस्क्राइब गरेँ पनि मैले आफैलाई फिल भइरहेको छ कि यो सामाजिक तथा नागरिक सचेतना मैले अलि राम्रोसँग डिस्क्राइब गर्न सकेको छैन। यो चाहिँ तपाईँहरूले हेर्नु होला, अरू राम्रोसँग डिस्क्राइब गरिसकेको छु। यो 17-18 मिनटको भिडियो हेरेर तपाईँको यो सामाजिकमा राम्रो मार्क्स आउँछ भने तपाईँले अवश्य हेर्नु होला र तपाईँले यो एकचोटि फोटो खिचेर मैले भनेका कुराहरू एकचोटि राम्रोसँग पढेर जानुभयो भने हुन्छ, अवश्य हुन्छ, राम्रो नम्बर आउँछ है। तपाईँले आत्तिनुपर्ने केही पनि छैन, हेर्नुहोस् होला राम्रोसँग स्क्रिनसट गरेर यो कोर्स कन्टेक्स्ट रहेको छ भनेर हेर्नु होला। भने म तपाईँहरूलाई यो ग्रिड पनि एकचोटि फेरि देखाउन चाहेँ, कहाँबाट कति नम्बर आउँछ भनेर यो ग्रिडमा पनि तपाईँले एकचोटि स्क्रिनसट गरेर लानु होला। यो 17-18 मिनटको भिडियो हेरिसकेपछि तपाईँको इक्जाम अवश्य राम्रो हुनेछ। बेस्ट अफ लक छ सबैजनालाई, राम्रोसँग दिनु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला। यो भिडियो लामो भयो, मैले युट्युबमा हालेँ, माफी चाहन्छु। 1 सर्ट भिडियो भए पनि युट्युबमा आएर हेर्नु भएको छ भने राम्रो छ, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।